everyone, welcome back to my channel. This is Melissa Khadka and म चाहिँ यो vlog एकदमै long time पछि बनाउन गइरहेको छु किनभने मैले चाहिँ हिजो आफ्नै vlog हेरिरहेको थिएँ कि हैन अनि त्यो पहिलाको vlogहरु पनि हेर्दाखेरि कस्तो त्यति बेला यस्तो भएको थियो है भन्ने खालको हुँदो रहेछ कि अनि त्यही भएर चाहिँ मैले त्यही हिजो आफ्नो vlog हेरेको भएर मलाई चाहिँ फेरि अहिले पनि बनाउन मन लाग्यो पछि हेर्न हुन्छ नि त अनि कस्तो खुसी लाग्दो रहेछ त्यही भएर म चाहिँ यो vlog गराउँदै छु यो चाहिँ सायद भोलि अष्टमी सम्मको vlog हुन्छ यो चाहिँ त्यसपछि दशमी र नवमीको एउटै दिनको vlog बनाउँछु और दशमीको छुट्टै बनाउँछु अनि यो चाहिँ नवमी सम्मै कन्टिन्यू गर्छु सो म अहिले चाहिँ घरमा छु अनि मलाई हल्का न्यू रोडमा अलिअलि सामानहरु छुट्या छ हाम्रो किन्न चाहिँ त्यो किन्न जानु छ त्यसपछि म त्यहाँबाट डाइरेक्ट मम्मुको अफिस जान्छु पपु बज्यो अहिले चाहिँ मम्मु र रोशन सानमा चाहिँ अफिसमा होइसिन्छ मम्मुको चाहिँ छुट्टै हो अफिस रोशन सानमाको छुट्टै ठाउँमा हो अनि म चाहिँ न्यू रोडबाट डाइरेक्ट मम्मुकोमा जान्छु अनि त्यहाँबाट चाहिँ हामी एयरपोर्ट जान्छौं अब चाहिँ म हजुरहरुलाई सिधै एयरपोर्ट गएर देखाउँछु सो कीप वाचिङ A few moments later हामी चाहिँ अहिले एयरपोर्ट आइसक्यौं अनि आज चाहिँ सबै फ्लाइटहरु टाइममै छ कुनै पनि फ्लाइट डिले भएको छैन अब हाम्रो पनि नहोस् हाम्रो 5 बजेको फ्लाइट हो हामी रोशन सानमालाई कुदिरहेछौं रोशन सानमा चाहिँ अफिसबाट आउँदै हुन्छ हाम्रो चाहिँ ब्यागहरु यहाँ यस्तो छ मम्मु चाहिँ खुसी होइसिन्छ अनि यहाँ एकदम धेरै खासै भिड त रहेन रहेछ आज एयरपोर्टमा सबैजना गइसक्नु भयो जस्तो छ घर म हजुरहरुलाई अब एकछिनमा देखाउँछु अब चाहिँ हामी यहाँ बोर्डिङ लिन आको अनि लाइन छ हाम्रो यताको मात्र लाइन छ अरु सबै ठाउँ कस्तो खाली खाली छ भैरवा जाने चाहिँ यत्रो लाइन छ के भन्छ कति धेरै सामान छ गाइस यहाँ मेरो अझै मैले यहाँ नि बोकिराछु उता साइड लगा अनि हामी जाइसक्यौं हामी चाहिँ लाइनमा छौं अहिले हामी एकदम हतार आको फ्लाइटमा बसिसकेर एकदमै गर्मी छ मेरो यहाँ पसिना आएर कस्तो भइसक्यो अब हाम्रो उड्ने बेला हुँदैछ मम्मी उता रोशन सानमा देखिसकेर नै थाहा छ एकदमै हामी एकदम खुसी छौँ हाम्रो गाडी हो कि प्लेन हो थाहा छ हामी चाहिँ ल्यान्ड भइसक्यौं landed to भैरवा हामी यसमा आको यहाँ चाहिँ अति नै गर्मी छ हामी चाहिँ यहाँ सामान कुरिरहेछौं हैन हाम्रो चाहिँ यति सामान चाहिँ आइसक्यो अरु चाहिँ आउन बाँकी छ यहाँ सबैलाई गर्मी भएर हालत खराब भइसक्यो कुरिराख्छ छ अब चाहिँ हामीलाई चाहिँ गाडी लिन आएको छ हामी चाहिँ गाडीमा जान्छौं अनि म अहिले हजुरहरुलाई देखाउँछु यति धेरै सामान छ कि सबै दिने सामान मात्र हो त गिफ्ट्सहरु आफ्नो त एउटा दुटा झोला मात्र छ हामी चाहिँ अहिले यहाँ गाडीमा बसेछौं अब हामी यहाँबाट पुरै कति 3 घण्टा 4 घण्टा लाग्छ गाडीमा hours later हामी चाहिँ झरीम हैन गाडीबाट अलिकति हिँड्न पर्छ भित्र छ अनि तपाई मलाई देख्न सक्नुहुन्छ म यहाँ एकदम धेरै सामान पकडिरहेको छु रोशन सानमा र मम्मु पछाडी म अलि स्ट्रङ भएको भएर म अगाडि आइसके जतिवटा समात्यो भने म चाहिँ अलि टिनेजर भएँ नि त मम्मुहरु चाहिँ अलि बुढो भइहाल्छ म जेनजी हो मम्मुहरु जेनवाई अनि अब हामी घर पुगेर देखाउँछु म हजुरहरुलाई यहाँ नाला साला छ क्या म यहाँ लड्न लाग्छु जस्तो लाग्यो मम्मु अगाडि गइसक्छु कसरी जेनजीलाई जितिसक्छ मम्मुले बाइ गाइज हजुर दर्शन हामीलाई यहाँ लिन आइसछ हजुर मम्मी जेनजीलाई काम गराउन हुन्न धेरै 12 बजे उठ्ने ए 2 बजे उठ्ने घरको काम नगर्ने म चाहिँ अलि त्यस्तो वाला जेनजी हैन म 5
5 बजे उठ्छु म अनि फेरि सुत्छु त्यस्तो वाला जिम्जु हो हजुर मम्मी चाहिँ खासमा सामान लिने आइसिया मैले भ्लग बनाउँछु भन्ने थाहा पाएर त्यही भएर म चाहिँ मेरो यहाँ छ कि अझ स्पेसलवाला सबसे खतरनाक झोला त मेरै हातमा छ मोमो अब हामी ड्याडीलाई भेट्छौँ अनि त्यसपछि सबै लुगाहरू निकाल्छौँ हेर्छौँ सामानहरू निकालेर अनि खाने हो सुरुमा चाहिँ खाना खाने एकदम भोक लाग्छ त्यसपछि भोलिको म हजुरहरूलाई देखाउँछु डेट दर्शन यही हो हाम्रो मामा घर अब हामी राति भयो त्यही भएर हामी घर चाहिँ भोलि जान्छौँ मम्मी यो उठाइस्यो कोठामा लिएर आइस्यो हाई गाइस हामी चाहिँ खाना खाइसक्यौँ अब म तल जान्छु सुत्न मम्मीहरू यही रुममा सुत्ने हो त्यसपछि हामी भोलि के गर्छौँ हामी एकदम थाक्का छौँ अब आज यति नै हो अब भोलि भेटौँला आजलाई बाई बाई The next day. हेलो हिजो चाहिँ हामी आएर सुतिहालेको थियौँ आज चाहिँ हामीले यहाँ मासु चाहिँ हाम्रो बाहिरै पाक्छ किनभने हजुर मम्मी भेज होइसिन्छ अनि हामीले मासु चाहिँ बाहिर नै बनाउँछौँ के खिच्न ल रुक्छ यहाँ मोमोको डिपार्टमेन्ट हुन्छ मासु जहाँ गए पनि किनकि मोमोले मिठो बनाइसिन्छ भन्ने सुन्या हो भ्रम छ मैले चाहिँ मासु नै खान्न गाइजहरू मैले मासु खान अलि मटन चाहिँ खान मन लाग्दैन किन हो खै आज भोलि आज चाहिँ राम्रो बनाएको छु तर आज खान्छ होला यहाँ लोकल हुन्छ उता काठमाडौँको खासै राम्रो हुन्न अनि हजुर मम्मी यहीँ आइसकेछु हजुर मम्मीको चाहिँ भित्र छ छुट्टै भेज मात्रै यहाँ चाहिँ लसुन प्याज पनि होइन फेरि भेज भनेपछि प्योर पुरै अब भित्र जामै त हजुर मम्मी हुने यो हजुर मम्मीको भेज भान्सा के बनाइछ सरी यहाँबाट चाहिँ मोमोको यता हजुर मम्मीको ओम शान्तिको बाबा होइसिन्छ यहाँ चाहिँ यहाँ खाना खानेको वेट गर्दै बसिरहेको छु मम्मीले अघि मासु बनाइरहेको छ त्यो मैले देखाइदिइसकेँ हजुर मम्मीको चाहिँ भित्र छ अनि अहिले यहाँ 1 बज्न लागिसक्यो म चाहिँ नुहाएर आएको हो अनि अब हामी खाना खाएर चाहिँ घर जान्छौँ किनभने हामी हिजो मामा घर आएको राति ढिला भएर अनि त्यसपछि खानासाना खाएर एकछिन रेस्ट गरेर मम्मीलाई थकाइ लागिरहेछ मम्मी फेरि बिहान मन्दिर पनि गइसकेछ अनि एकछिन रेस्ट गरेर अनि हामी चाहिँ घर जाने हो घरमा सबैजनालाई भेट्ने त्यही हो हेर्दै गर्नु होला रमाइलो लागि पनि नलागे पनि हेरिदिनु होला है मलाई टलरेट गरिदिनु होला A few inches later. एभ्रिवान म चाहिँ रेडी भइसकेँ अब मम्मी पनि रेडी भइसक्छ हामी चाहिँ घर जान लाग्छौँ घरबाट चाहिँ मलाई भाइहरूले छिटाइसो भनेर कल गरिसकेँ म पनि एकदम एक्साइटेड छु भेट्नलाई मम्मी सुत्छ त्यही भएर अलिक ढिला जानलाई अनि हामी चाहिँ आज चाहिँ यहीँ आउँछौँ बस्न म चाहिँ भोलि र पर्सि चाहिँ घर बस्छु अनि अब म हजुरहरूलाई घर गएर देखाउँछु हेर्नु होला नछुटाउनु होला गाइस हामी चाहिँ घर आइसक्यौँ है यहाँ हेर्न सक्नुहुन्छ यहाँ यस्तो यिनीहरूको फेरि यहाँ यस्तो छ हेलो सुयाना खै मलाई ढोक्नु पर्दैन मलाई सरप्राइज राख्दैछौ खै अनि तिमीले राखिदिएको सरप्राइज तिमीले दिने होइन त जिउ गर छिटो ल भाग्यमानी भयो के भयो आउँछौँ भित्र हामी आऊ भाग्यमानी भए यिनी मेरो भाइ हो नै हाई भनिदेऊ दिजुको ब्लगमा हाई भनिदेऊ हाई भन न कति हल्ला छ यहाँ एकदम धेरै हल्ला छ है गाइजहरू आन्टी दर्शन ढोक्न दिनु पाएको बेला ढोकिहाल्छु सुयाना मन्सु दिन्छु खै हे त मलाई नचिने कि यसले माउने भनेर हो र खै के सरप्राइज छ हेरौँ त सुयान मलाई सरप्राइज छ भने होइन ल ए वाउ यो मलाई हो थ्याङ्क यू
आओ भित्र किन नाइ मलाई त्यति थोरै हुन्छ अनि म कसरी सेयर गर्ने मन छ तिम्रो फेसमा के लागेको छ त्यस्तो रेड कलरको गाइस यो चाहिँ मेरो घर हो हाम्रो यहाँ बाहिरै बत्ती बलेको छ फेरि अहिले अनि यहाँ मेरो भाइहरू खेल्छ ला लड्यो सौरागे त भित्र जाऊ भित्र पानी परे बेला चिप्लो बेला अनि अब रुन मन लाग्छ हैन आशा आइसक्यो सौरागेको हामी यहाँ गेम खेल्दैछौँ गाइस मेरो भाइ बहिनीहरुसँग मेरो सबैभन्दा ठुलो भाइको यिनी हुन् त्यसपछि यिनी हुन् अनि त्यसपछि यिनी हुन् अनि यिनी हुन् सानी लास्ट कमल हेलो हामी चाहिँ अब पानीपुरी खान जाँदैछौँ घरबाट मोमो खाइन्छ मोमो बाई 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 अब हामी चाहिँ पानीपुरी खान जाने हो यहाँबाट अनि त्यसपछि त्यहाँबाट मामा घर जान्छ पानीपुरी खाने ठाउँ यहाँबाट कति टाढा छ काठमाडौँमा चाहिँ हिँड्न सकिन्थ्यो यहाँ चाहिँ स्कुटी चाहिँ आज आन्टीसँग प्याक छ हामीलाई चाहिँ भोलि बिर्सिन्छ आन्टीले हजुर छैन छ हामी चाहिँ यहाँ दाङको फेमस पानीपुरी चाट खान आएको पानीपुरी छैन भन्छ न चाट चाहिँ छ अब चाट खाएर यहाँ पानी परिरहेछ बाहिर एकदम धेरै नै एउटा मात्रै म खान्न चाट धेरै पानी परिरहेछ अब एकछिन यहीँ बस्नुपर्छ अघि पानीपुरी थिएन अहिले चाहिँ हामी पानीपुरी खान आएको छौँ है यहाँ यस्तो मिठो हुन्छ खाइसक्यो कस्तो ल अब म खान्छु गाइज बाई बाई हामी पानीपुरी खाएर घर जाँदैछौँ मैले चाहिँ यस्तो खान्छु है पानीपुरी ए खस्यो एउटा यो पानीपुरी तपाईँहरू कतिजनालाई मनपर्छ म चाहिँ पानीपुरी खाइसकेपछि यस्तो यो सुक्खा पुरी पनि खान्छु होइन अब चाहिँ हामी घर जाँदैछौँ यो चाहिँ हाम्रो घोडा बजार हेर्न सक्नुहुन्छ अब हामी घर गएर केही पनि खाँदैनौँ आज किनकि हामीले पानीपुरी खाइसक्यौँ त अब घर गएर भेटौँला बाई बाई गाइज वाह यो चाहिँ हाम्रो फेभरेट हो दाङ आएपछि खानै पर्ने चिज हो यता बन्छ यो चाहिँ हेलो गाइज हामी चाहिँ अहिले मामा घर आइसक्यौँ पानीपुरी अनि त्यो आलु चप खाएर हामी अहिले मामा घर आएछौँ अब आज चाहिँ हामी सुत्छौँ अनि त्यसपछि भोलि चाहिँ अष्टमी हो अब अष्टमीमा चाहिँ हामी के गर्छौँ म हजुरलाई देखाउँछु अनि म यो ब्लग चाहिँ सायद भोलि नै इन्ड गर्छु होला किनकि एकदमै लामो हुन्छ यो पछाडि चाहिँ एकदमै फोहोर छ यो रुममा कोही पनि सुत्दैन यो चाहिँ यतिकै तलको रुम हो हामी चाहिँ सबैजना माथि नै सुत्छौँ अनि इग्नोर गर्ने यो ब्याकग्राउन्ड चाहिँ यहाँ सबै हजुर मम्मीले चामलदेखि लिएर तोरीहरू सबै यहीँ राख्छ कि अनि त्यसपछि त्यही हो अब भोलि देखाउँछु म आज हामी एकदमै थाकेका छौँ सुरुमा यहाँदेखि चाहिँ अटोमा गयौँ त्यसपछि चाहिँ उतादेखि पनि अटोमै आयौँ अनि अहिले यता चाहिँ हिँड्दै आयौँ अनि एकदमै थाक्यौँ कि हामी चाहिँ सबैजना अब केही पनि खाँदैनौँ ड्याडीलाई चाहिँ मम्मीले मासुहरू बनाइदिँदै होइसिन्छ ड्याडीहरूले खाइसिन्छ अनि हामी चाहिँ अब मुखसुख धोएर सुत्ने हो त्यसपछि भोलि भेटौँला Tomorrow. हाई एभ्रिवान आज चाहिँ अष्टमी हो अनि मम्मू र म चाहिँ मन्दिर जान लाग्छौँ दर्शन गर्नलाई अम्बिकेश्वरी मम्मू हिजो पनि गइसकेको थियो म चाहिँ जान पाएको थिएन त्यही भएर म चाहिँ आज जान लाग्छु अष्टमीको दिनमा त्यसपछि चाहिँ आज हामी कहाँ जान्छ मम्मू थाहा नै छैन अहिले तुलसीपुर जाने भन्ने कुरा छ मम्मूहरू गइसिन्छ गएपछि म चाहिँ जान्न त्यता जाने भएपछि यता अर्को ठाउँ कता जाने भन्छ त त्यहाँ जाने भएपछि चाहिँ म पनि जान्छु सो म हजुरहरूलाई देखाउँछु के हुन्छ भनेर हामी चाहिँ मन्दिरतिर जाँदैछौँ अब यहाँ तलको स्कुटी अनि मलाई चाहिँ निन्द्रै पुरा छ आज म यस्तो निन्द्रा लागिरहेको छ त्यस्तो भन्नुहुन्न मन्दिर जाँदा ठिक छ भिड हुन्छ एकदमै हाम्रो यो अम्बिकेश्वरी मन्दिर चाहिँ दाङको एकदम राम्रो मन्दिर एकदम फेमस मन्दिर हो अनि यहाँ चाहिँ एकदमै भिड हुन्छ हामी पहिला सानो सानो पनि आउँथ्यौँ अनि यो मन्दिर चाहिँ हामी कहिले पनि छुट्याउँदैनौँ कि दाङ आएको बेलामा चाहिँ बाटो चाहिँ यस्तो छ कस्तो राम्रो छ क्या पिस छ कि यता
हाम्रो अम्बिकेश्वरी मन्दिर मोमो लाइन छ। त्यो मोमोको फोटो सुट भइरहेछ है, मैले नै हो फेरि गरिदिने। हामी चाहिँ मन्दिरबाट घर आइसक्यौँ। यहाँ चाहिँ पानी परिरहेछ, यता बाहिर चाहिँ पानी परिरहेछ एकदम धेरै। अनि अब हामी खाना खान्छौँ। अनि आज पानी परिहाल्यो, अब हामी कहीँ जाँदैन। मलाई यस्तो पानी परिदियो क्या यता चाहिँ, तर राम्रो हो, गर्मी हुँदैन। अनि त्यसपछि हामी खानासाना खान्छौँ अनि हामी कहाँ जान्छौँ म हजुरहरूलाई देखाउँछु। अब हामी माथि जान्छौँ। म मुटु माथि गइसक्छु, म चाहिँ माथि जान्छु। म सेकेन्ड फ्लोरमा छु अहिले। अनि त्यसपछि म माथि गएर अब हजुर मम्मीहरूसँग खाना खान्छु। अनि त्यसपछि आज के हुन्छ म हजुरहरूलाई देखाउँछु। अनि यो ब्लग चाहिँ म आज इन्ड गर्छु। सो किप वाचिङ। हेलो गाइज, सो म चाहिँ अहिले मेरो स्कुलको साथीलाई भेट्न जाँदैछु। हामी पहिला स्कुल हुने बेलामा एउटा फेमस ठाउँ छ क्या हाम्रो मोमो खाने, हामी चाहिँ त्यहीँ आउँदैछौँ भन्नाले म चाहिँ त्यहीँ जाँदैछु। अनि म त्यसलाई त्यहाँ भेट्छु अनि म हजुरहरूलाई त्यहीँ पुगेर देखाउँछु को साथी हो भनेर। अब म भर्खर उठेको, अनि उठ्ने बित्तिकै हामी टेक्स्टमा कुरा गरिरहेको थियौँ भेट्ने भनेर। अनि ठ्याक्क अब अहिले भेटौँ न त भन्ने भयो। अनि फेरि भोलि नवमी, पर्सि दशमी हुन्छ अनि बिजी भइन्छ भनेर म चाहिँ जाँदैछु। म हजुरलाई उहीँ गएर देखाउँछु। मौसमी चाहिँ यही हो, बन्द रहेछ गाइजहरू। अब म कता जान्छु थाहा छैन, मैले त्यसलाई भनिसकेँ। अब त्यही हुने जानला छु म। अब हामी अरू कुनै ठाउँ जान्छौँ। म चाहिँ आइसकेँ, मौसमी बन्द भएर यो यहाँ बसेको छु। म आएँ। हाई, कति बेरदेखि कुरेछिस् मलाई? 10 मिनट जम्मा? तर थोरै कुर्न पर्यो, मैले अरूलाई आधी घन्टा कुराउँछु। मलाई मन पर्यो यो रेस्टुरेन्ट, यसको नाम के पो थियो तर नाइस। अब हामी चाहिँ केही मगाउँछौँ अनि खान्छौँ, त्यसपछि घर जान्छौँ। हामीलाई एउटा बफ स्टिम मोमो अनि एउटा फ्रेन्च फ्राइज अनि एउटा कोक। बोतलै छ अरे अन्सु, कोक एक ग्लास मिलाइदिने। म त बोतल मात्रै छ भने जस्तो लाग्यो। कस्तो छ? ठिकै मिठो छ भन् कि। मलाई त मिठो लाग्यो है, यो चाहिँ ठिकै लाग्यो, यो चाहिँ मिठो लाग्यो। ल म आउँछु खान। कोक पनि मिठो छ। पाइन्छ। अब हामी खाएर घर जान्छौँ, त्यसपछि आजको ब्लग यहीँ सकिन्छ। सो म चाहिँ घर आइसकेँ अन्सुसँग भेटेर। अनि अब एकदमै गर्मी छ यहाँ चाहिँ, मलाई कस्तो गर्मी भयो। म हिँडेर आएँ कि त्यहाँदेखि यहाँसम्म, अनि पुरै पसिना आइसक्यो। सो यो भ्लग चाहिँ यति नै हो। आज अष्टमीको दिन हो। अब भोलि नवमीको बनाउँछु कि नै थाहा छैन, तर दशमीको चाहिँ म पक्का बनाउँछु। सो लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब यदि मन पर्यो भने। मन परेन भने पनि लाइक चाहिँ गरिदिनु होला। सो थ्याङ्क यू फर वाचिङ। बाई बाई।